Okay. Todavía está aquí. Otra. उसमा चाहिँ 1300 रहेछ ठिकै Oh my god, baby! La, Lauren, welcome back to my YouTube channel. Good morning, साथै हैन सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हामी जाँदैछौँ आज भक्तपुर दरबार स्क्वायर थाहा छैन कसैले कसले लान्छ भन्ने त दिदीलाई लैजान्छ भन्थे तर पहिला हामी गएको छैन अनि मम्मी हुन्छ यहाँ अनि मम्मी चाहिँ हिजो पनि यहाँ लाउनु भएको थियो आज पनि यहाँ लाउनु भएको अनि मम्मी अर्को लाउनु नभएको होइन म त भोलि साइनलाई छोड्न जाँदाखेरि अनि बल्ल अर्को साइड लगाउँछु भन्नुहुन्छ आज यही लाउने अरे सो अनि बहिनी सान रेडी बनाउँदैछ सबजना मुसु मुसु हाँस्छन् मलाई देखेर अब हामी रेडी भइसक्यौँ साथीहरू फाइनली हेर्नुहोस् मेरो धेरै पनि माइ गर्नु अन्त मेरो बहिनी चाहिँ सुरक्षित लागि जान्छु भन्नुहुन्छ आज होइन ओके जसले जे लाए पनि भयो होइन तर जान्छु पऱ्यो छिटो छिटो यो चाहिँ भक्तपुर दरबार स्क्वायर हामी चाहिँ फर्स्ट टाइम आएको हो यतैमा यहीँ काठमाडौँ बस्ने 7-8 वर्ष यहीँ काठमाडौँ बसे पनि तर यहाँ भक्तपुर दरबार स्क्वायर चाहिँ फर्स्ट टाइम आएछ अन्त चाहिँ हामी गइसक्यो होइन अब यहाँ हामी प्रवेश गर्दैछौँ भित्र कुदा 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 प्रिन्स दादालाई भेटौँ कहाँ छ प्रिन्स दादा आयो कि आएको छैन प्रिन्स दादा त आएकै छैन राम्रो रहेछ तर मलाई चाहिँ मन पर्यो है के हो यो के रहेछ राजा उता बसन्तपुर भन्दा चाहिँ मन पर्यो मलाई चाहिँ हेर्न सक्नुहुन्छ वाउ सिन यस्तो ट्याक्क पारेर हामी यहाँ तपाईँ सबै देखाउँछु म हेर्न सक्नुहुन्छ हामी जाने भनेको आउँदा बित्तिकै फेरि यो बच्चाहरूले आची गरिसक्यो है यहाँ छ अनि मम्मी उता सन्जो नभएर बाउटा जस्तो भएर उतै बस्नु भयो अनि यहाँ बन्दै पनि रहेछ है आज कति राम्रो लाग्यो मलाई त वाउ फर्स्ट टाइम आए पनि यहाँ स्मृति त पुरा छेमिया गरेर भइसक्यो नेवार्ने भइसक्यो खै के भन्छ थाहा भएन जाऊ होला सेवार होइन सेवार अर्को के हो जाउँ न उता जाउँ म यसो भएर बनाएर अनि चाहिँ यो फुलकेटामा यस्तो चाहिँ हाम्रो स्मृति चाहिँ अनि भिडियो बनाऊँ न त अनि हाम्रो राजा हुनुहुन्छ आफूले आफूलाई क्युट भन्न चाहिँ स्मृतिहरू चाहिँ होइन अनि मलाई चाहिँ यो राम्रो लाग्यो त्योभन्दा ब्याक साइड साइड छैन नै होला जस्तो लाग्यो पनि अनि यहाँ सबै एकछिन ल अब आउलाको बनाइदियो एकछिनमा केही हुन्न भाइ खेला थाकिसके जस्तो अरू त त्यस्तै हो त्यहाँ हेर न यो सुरुवाल ग्यास चुन्टी छ भनेको अघि न अनि खसिरहेको फेरि मम्मीले पो भन्नुहुन्छ म त कस्तो हजुर अनि दिदी आइसक्यो अब त्यो नानी आउनु भइसक्यो अनि सैलुङ पो पारि भिडियो बनाइराख झरेको त्यहाँ हिलसँग यस्तो कनी कनी यसरी कोही झर्छ दादाले दिँदैन होइन अनि रोको हेर त दादा त कति ज्ञानी माया गरेको भाइलाई आज बुझ्दिएको चुनी कति माया गरेको प्रिन्सले भाइलाई यति माया गर्छ होइन लड्छ छोरी नजाऊ नजाऊ दादा त्यहाँ जानु हुँदैन फोटो खिच्ने हस्
यिनीहरूको भ्लग हेर्दा हेर्दा तपाईँहरू छक्क पर्नु चाहिँ कति खेल्छ कति माया गर्छ भन्ने कुरा तपाईँहरूको लाग्यो त यो पेटमा मेरो सानो छोरो पेटमा हुँदाखेरि नै प्रिन्स मसँग बस्ने अनि मसँग खेल्ने गर्थ्यो नि त अनि त्यही भएर पनि प्रिन्सले भाइलाई एकदमै माया गर्छन् होइन प्रिन्स खुट्टीमा चिलायो हेर्न न कति चकचको फेरि जान्छ प्रिन्स खसी भने नि कहाँ कुदेको प्रिन्स मम्मी के गर मेरोमा छ मम्मी के को चोर जस्तो गर्नु भिडियो पनि बनाइदिनु मेरो भिडियो तिम्रो कतिवटा बनाइदिन्छ अहिले म अहिले अलिकति सुपर आएर बसेको छु थाहा छ मलाई के भन्नु क्यापकटमा नि त्यो नि हुन्न कि मिल्दै मिलेको छैन अरू केही पनि थाहा यिनको भिडियो बनाउँदा नि साथीहरू म थाकिसकेँ अलिक मेरो भ्लगमा नि सबभन्दा धेरै यिनकै भ्लग भिडियो देख्न सक्नुहुन्छ त्यही पनि यिन थाकेछ नि दिदी खालिसक्यो भन नि दिदी बिजी हुनुहुन्छ आफू हेर त किन यति दिन थाहा पाइएको छु मैले के भन्नु खोजेँ बनाउँछु नि हजुर फेरि भला गरेर बनाउनु मिस त मेरो भिडियो पनि खत्ता बनाइदिन्छ सरले फोन गरेर कि मलाई हेरेर खिचिदिन्छु भनेर यति नाटक गर्छु नि यिनले ए भगवान् म त मलाई बिचेर खान्छ नि यिनीहरूले हामीलाई भने यसो लगे यहाँ बनाउँछु यसरी आफ्नो ल छिट्टा बनाउने एउटा देवी हाल्दैछ म यहाँ गइसकिन अगाडि म चाहिँ हेर्छु राजा कसले ए मेरो छोरो त त्यहाँ बुहारी पुगाउँदै रहेछ त आमा उसलाई नलागिकन नजाने अरे आज नानीलाई हेर उनीहरूलाई नलगिकन नजाने भनेर होला उसले फकाउँदैछ ओ मेरो आमा नातिनी बुहारी पुगाइसक्नु प्लिज भन्छ होइन यहाँ फेरि फोहोर छ अरे हेर यहाँ यति धेरै फोहोर छ फोहोरमा हिँड्नुहुन्न नि मामुले बाबुले नयाँ कपडा लगाएको छ नयाँ कपडामा धुलो लाग्छ है भन्छ हेर मलाई के बोका भन्नको त औले हेर पुरा घुमाएको घुमायो डाइरेक्ट बोका भनेर पेखाएको छ त्यहाँ बाटो छ हाम्रो मम्मीहरू ऊ त्यो नानीलाई चाहिँ एकदम फकायो मेरो छोरीले यो पनि अब त एक्लै हिँड्ने भन्छ जान्छु म पछि जान्छु हामी जान्छु पनि एक्लै एक्लै हिँड्ने भन्ने भए जान्छु अब हामी यता जाऊँ पारी हुन्छ क्या कहाँ खिच्ने के खिच्ने फोटो आउने त डान्स गरेर हामी चाहिँ यहाँ यस्तो छ म त्यत्रो रोटी पाउरोटी जस्तो थियो यस्तो चाहिँ कसो भन्दै त यिनको सेलरोटी खुर्मा नै खुर्मा यिनको के खुर्मा छैन अब चाहिँ हामी फाइनली घर जानु बेला यिनीहरूले मलाई यस्तो सताहान् नि यिनीहरूले यस्तो सताउँछ मलाई दादा दादा यिनीहरूले यस्तो सताउँछ मलाई त्यो चाहियो अरे ऊ चाहियो अरे यहाँहरू चाहिँ सबै अमेरिकनहरू हुनुहुन्छ तपाईँको यहाँको भिडियो बनाउँछु म सबैको दिन सक्नुहुन्छ ल जाऊँ है दिजु
कस्तो राम्रो देखेको थियो हामीले कति धेरै भिडियो बनाएको छ मैले पनि यहाँ सबैको भिडियो बनाएको छु सबै भिडियो देखाइदिउ न टुरिस्टहरु हुन्छ अझै बाँकी हुनुहुँदैछ टन्नै आउनुभएको रहेछ उता नै हुन्छ हो अनि यहाँ उता उता त मैले बनाएँ अनि यहाँ मेरो बहिनीहरू Ok. Todavía está aquí. Otra vez. Sí. Feliz. Okay. ओ मेरो कपडाहरू कस्तो फोहोर गरिदिएको जान्छु नखाउन अहिले मम्मीको कपडामा सबै फोहोर लगाइसक्यो हेर त फोहोर गराएर भन्ने हो भने केही पनि छैन अब हामी जान्छौँ सायद घरतिर यता खाजा खानु छ खाजा खान जान्छौँ अनि इङ्ग्लिस पनि हेर्नु अर्कै कस्तो कस्तो बोल्नुहुन्छ लेहरूले त्यो ड्रेसहरू लगाएको देखेर कस्तो मन पर्दो रहेछ अनि फोटो खिच्नुहुन्छ कि अनि त्यहाँ चाहिँ कस्तो ह्यान्डसम कि बुढो भयो भने वा अनि हेर्नु न बुढी भयो नि कस्तो क्युट क्युट हुनुहुन्छ यहाँ भन न के भन्छ रे कसको स्प्राइट बोकेर मामीले मामु उता छ नि त अनि ओ माई गॉड बेबी ला लड्यो नि त मसँग एक्सिडेन्ट भयो यिनले त मलाई साइकलले हान्दै नि त यो बाबुले मलाई हानेर अनि एक्सिडेन्ट भयो तिमीतिर गयो अनि छोरी के भन्नु छ भन त ल भन न प्रिन्स एकछिन किन एकछिन ल भन त कडा किन्ने हेर न जान्छु राजाजी ए जति पनि छ अब हामी खाजा खान जान्छौँ पिटेको नाइ मलाई पिट्यो भने तिमीलाई नि पिट्यो नि म त बोक्दिनँ होला भन्दिनँ मलाई पिट्यो जेन्सीले मलाई पिट्यो कति छुट्छ त मलाई पिट्योले कपडा चेन्ज भइसक्यो स्मृतिको गाइस मलाई नहरको चेन्ज गर्न यति राम्रो देखाएको थियो नि मलाई मगर अनि के अरे छेत्री ड्रेस भन्दा नेवार ड्रेस लाउँदो रहेछ के त्यो त अहिले कमेन्टमा थाहा भइहाल्छ नि तिमीलाई कुन ड्रेस पाउँछ भनेर होइन साथीहरू फोटो भएपछि आज हामीले पनि मेरो भ्लगहरूमा गएर हेर्नुहुन्छ नि त यहाँले मेरो पहिला तिम्रो छेत्री ड्रेसको पनि फोटो देख्नुभयो भिडियो देख्नुपर्छ सो गाइस कुन राम्रो देखाएको छ भनेर कमेन्ट गर्नु ल हजुर खै त दिदीले अब यता लगलाई छिन् हाम्रो शैलीको त वाह बिचरा यहाँलाई त नानी बोकाइदिएर हामी चाहिँ यहाँ मस्किएर मस्के होइन म बोक्छु भन्छु मम्मीले मान्नुहुन्न कि अब हुन्छ नि मम्मी फेरि अलि हुन्छ नि म बोक्छु यसलाई गाह्रो हुन्छ भनेर छोरीलाई अलि धेरै पिराउनु हुन्छ कि मम्मीले मन्दिरहरू छ भने यो पो र मन्दिर तिमीले भनेको त उता यो त उ हो क्या दरबार हो के अरे भक्तपुर दरबार स्क्वायर भइहाल्यो यही भन्यो तिमीले ए मैले तिमीले उताको कुरा गरेर लियो हेर्नु सक्यो उसले अनि गाउँ भइसक्यो कतिजना ए झोलमा भन्दा नि लाठी खानु मन छ मलाई कस्तो लाठी खानु मन छ यार शरीरलाई त्यहाँ रिस छुटिसक्यो जस्तो छ यार देख्न सक्नुहुन्छ तपाईँहरूले 1000 एक जग्गा पाएछ कति सताउँछ बच्चाहरूले भनेको कुरा पनि तपाईँहरूले देख्नै सक्नुहुन्न मेरो छोरालाई धन्न मेरो छोरा त्यस्तै छ कि स्प्राइट एउटा भन्छ होइन 4-5 निकालेर ल्याउँछ होइन ए म त कहाँ देख्दो रहेछु यो सबै फेरि तपाईँले बनाएको भन्नु लाग्छ चिजहरू हो
अमेरिका भन्दा चाहिँ हाम्रो काठमाडौँ राम्रो छ अरे तर के गर्नु यहाँ चाहिँ घुम्ने मौका पाउँदैन थियो म यहाँ काठमाडौँ हुँदाखेरि तर 7 वर्ष बस्दाखेरि पनि एकचोटि घुम्ने मौका पाएन तर अहिले यहाँ म चाहिँ पुरै घुमेको घुमेछु क्या होइन ल सब मेरो एउटा नि भिडियो बनाइदिनु नपारे यहाँको पापी हुन्छ नाटक हो भने मैले कति धेरै भिडियो बनाइदिएको छु अहिले मात्रै हो त्यहाँ आइले के जान्छु अहिले म फ्यालिदिन्छु फेरि यसलाई आफ्नै रिसले मुन सकेको हामी चाहिँ खाजा खान्छौँ नि खाजा सस्दैन त हातले खाने हो यति फोल्छ अनि अलिबाट के चोको छ भुली चोको छ बर पिदिन्छु न तैँले पर हात पुछिन्छ नि भने ल ल अब खाओस् ल अर्को चम्मच दिन मिल्दैन त्यो चम्मच होइन अर्को चम्मच काँडा चम्मच अनि त्यो ससले पुऱ्याउनु सस के छ सरी सस त्यस्तै हुन्छ क्या चल्छ के छ अब यो टेस्ट नगरिकन जाने कुरा भन्ने टेस्ट गर्न चाहिँ हेर न अब यसले टेस्ट मिठो पायो होइन अब मोबाइल राखेर यस्तो जम्टिन्छ हेर अब खाऊ त्यहाँ हेर्नु भने हो र यस्तो मनपर्छ मन पर्छ निलाई खान यति उसमा चाहिँ 1300 हुन्छ ठिकै छ त्यही दाइले बोलाउनु के भनेको अरे 1100 हामी त्यहाँ चाहिँ 1250 खाएर त दिइरहेको छ क्या उसले भाइ होइन नानु हो त्यो त खायो होइन अनि यहाँ चाहिँ नखाने कि यहाँ कुरा गर्नुभएको बसेर साथीहरू अब हामी जान्छौँ जाने फाइनली आज हामी चाहिँ रुम आइसक्यौँ अबको चाहिँ के कस्तो भयो भ्लग एकदमै रमाइलो भयो म त फर्स्ट टाइम घुमे भएर पनि होला एकदमै रमाइलो लाग्यो लास्टै मन परेर पहिले चाहिँ एक्सक्युज मी तिमीले जान्न भनेको बोलाएको भने थिएँ यहीँ मलाई त होइन मलाई घुमाउनुहोस् भनेको थियो किनको त पाइटमा त सारेर गरौँ न चाहिँ यस्तो भएको चाबी चाहिँ हामीले लगेर गर्छौँ त्यो सफा पनि गर्दैन किनको त माग्नुदेखि कि कति चम्किहाल्यो कसम कमेन्ट अनि यिनीहरूले चाहिँ यस्तो रिसाउने कहिले केही किन्न लगाएको गाडी किनभने त्यो पनि दिदीले किनेको दिएको गाडी अब उसको छोरालाई किनिदिएपछि फेरि मेरो छोरा पनि नमान्ने त्यस्तै भइरहेछ सायद अझै एकदमै रमाइलो भयो साथीहरू अब यति नै हामी राति कति 7:30 भइसक्यो हजुरहरूलाई चाहिँ एकदम राम्रोसँग साथीहरू विदेशको मान्छेसँग फोटो खिचेर भिडियो खिचेर अनि एउटा विदेशको मान्छेले यस्तो भन्थ्यो आउने नानी फोटो खिच मलाई चाहिँ यु सो ब्युटिफुल रे हो कति मलाई पनि त्यही भन्थ्यो बारे म त लाजेर सक्छ त कसैले मिल्छ त लेभल आज भन्ने अरू देश लाग्थ्यो भने चाहिँ अहिले काम देश लाग्छु ओके साथीहरू हाम्रो घुम्नु त देख्नै नै भयो होइन हामी यस्तो गरेर गएको थियौँ नदेखाउनु क्या घुमेर नाम तर यस्तो गरेर गएको थियौँ अब मिलाउनु भन्ने कि आफू मिलाउनु थाहा छ नि त आफू मिलाउनु पनि सकिन्छ अरे घरमा त नमिलाएको त हो नि होइन बिहान रेडी हुनु पऱ्यो अनि रेडी भएर अनि मेरो सुस्ताको हालत पनि यस्तो भइसक्यो अनि सबै गर्दा ढिला भइहाल्छ अनि त्यतिकै जेल आयो निकाल्यो फ्याँक्यो गर्दा यस्तो भएको हो
अब हामी सफा गर्छौँ खाना रेडी भइसकेको रहेछ आउनुहोस् भन्दै हुनुहुन्थ्यो तर खाजा धेरै खाएको बेला चाहिँ भोक लागेन अब 1 घन्टापछि मात्रै खाने भने खान्छौँ हामीले होइन के को भनेको थियौँ ओके जे जति भयो साथीहरू हेरिदिनु भयो साथ सपोर्ट गरिदिनु होला फेरि मैले धेरै कुरा केही गरिनँ गुड नाइट साथीहरू